आर्थिक सर्वेक्षण 2081-82 का मुख्य मुद्दाहरू जस अन्तर्गत चाहिँ मुख्य आर्थिक स्थिति हेर्छौँ पहिला। अब यहाँ चाहिँ चालु आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धि 4.61% चाहिँ रहेको छ। कुल अर्थतन्त्रको आकार रु 61 खर्ब 7 अर्ब चाहिँ रहेको छ। त्यसैगरी प्रति व्यक्ति आय 1517 चाहिँ डलर चाहिँ रहेको छ। त्यसैगरी मुद्रास्फीति दर 4.72% चाहिँ रहेको छ। त्यसैगरी जीडीपीमा योगदान कृषिमा चाहिँ 25.16% रहेको छ। उद्योगमा 12.83% रहेको छ। त्यसैगरी सेवामा चाहिँ 62.01% रहेको छ। त्यसैगरी राजस्व खर्च सबै स्थानीय तहमा बैंकको शाखा चाहिँ पुगेको छ। बैंक शाखा पहुँच 2527 व्यक्ति प्रति शाखा चाहिँ पुगेको छ। निक्षेप वृद्धि 9.5% चाहिँ रहेको छ। निजी क्षेत्रतर्फ कर्जा वृद्धि 7.7% रहेको छ। त्यसैगरी नेप्से सूचक 2736.49 चाहिँ रहेको छ। त्यसैगरी जीवन बीमा पहुँच 44.17% रहेको छ। त्यसैगरी वस्तु निकासी वृद्धि 57.2% रहेको छ। वस्तु आयात वृद्धि 11.2% रहेको छ। त्यसैगरी विप्रेषण आप्रवाह रु 10 खर्ब 51 अर्ब रहेको छ है, 9.4% चाहिँ बढेको छ। त्यसैगरी ऊर्जा पूर्वाधार विद्युत पहुँच 59% चाहिँ जनसङ्ख्यामा चाहिँ विद्युत चाहिँ पुगेको छ। कुल जडित क्षमता 3602 मेगावाट चाहिँ रहेको छ। सडक लम्बाइ 36132 किलोमिटर रहेको छ। इन्टरनेट घनत्व 144.23% रहेको छ। डिजिटल टिभी पहुँच 72% घरधुरी रहेको छ। त्यसैगरी शिक्षा र स्वास्थ्य कक्षा 1 देखि 8 को खुद भर्ना दर 94.1% रहेको छ। कक्षा 9 देखि 12 को खुद भर्ना दर 55.8% रहेको छ। त्यसैगरी 37,984 विभिन्न नागरिकले निशुल्क मुटु क्यान्सर मृगौला सेवा चाहिँ पाएका छन्। त्यसैगरी आधारभूत खानेपानी पहुँच 96.85% जनसङ्ख्यामा आधारभूत खानेपानी पहुँच चाहिँ पुगेको छ। त्यसैगरी अन्तिममा रहेको छ सामाजिक सुरक्षा। सामाजिक सुरक्षाको लाभग्राही चाहिँ 37,06,389 जना चाहिँ लाभग्राही रहेका छन्। मानव विकास सूचकाङ्क 0.622% चाहिँ रहेको छ। हस्, थ्याङ्क यू।